दर्शकबिन नमस्कार। कपिलवस्तुमा कांग्रेस उम्मेदवार सिफारिसमा विवाद देखिएको छ। नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया सुरु गरेको छ। यस क्रममा नेपाली कांग्रेस कपिलवस्तुमा भने विवाद देखिएको छ। जिल्ला र प्रदेश समितिमा पठाउने नाम तयार गर्ने क्रममा क्षेत्र नम्बर 1 र 3 मा ठूलो विवाद र नेताहरूबीच असन्तुष्टि देखा परेको हो। क्षेत्र नम्बर 2 मात्रै सर्वसम्मतिमा नाम सिफारिस गर्न सफल भयो, तर बाँकी 2 क्षेत्र भने विवाद र असहमतिको चरणमा पुगेका छन्। कांग्रेसको निर्देशन अनुसार मंसिर 23 भित्र क्षेत्रीय समितिबाट जिल्ला समितिमा र मंसिर 26 भित्र जिल्ला कार्य समितिबाट प्रदेश समितिमा नाम पठाउनु पर्ने थियो। त्यसै अनुरूप क्षेत्रले जिल्लामा नाम सिफारिस गर्दा विवाद देखिएको। क्षेत्र नम्बर 2 ले भने 4 जनाको प्रत्यक्ष र 4 जनाको समानुपातिक नाम सर्वसम्मतिले सिफारिस गर्दै राम्रो उदाहरण प्रस्तुत गर्यो। क्षेत्र नम्बर 2 बाट प्रत्यक्षतर्फ सुरेन्द्रराज आचार्य, रविन्द्रनाथ ठाकुर, विक्रम सिंह थापा, गोपीकृष्ण शर्मालाई सिफारिस गरेको छ। यस्तै समानुपातिकतर्फ मीना केसी, रिना नेपाल, माया गेवाली, फागु प्रसाद धोबी, यस्तै गरी राष्ट्रिय सभातर्फ जवाहरलाल थारू, रेशमिराज अधिकारी, दिपेन्द्रनाथ शुक्लालाई सिफारिस गरेको छ। तर क्षेत्र नम्बर 1 मा भने नाम सिफारिसको विषयलाई लिएर ठूलो असन्तुष्टि देखा परेको छ। हुन त क्षेत्रले टिकट बाँड्ने होइन, मात्र सिफारिस गर्ने हो। कति पटक पार्टीका केन्द्रीय सभापतिले चुनाव लड्न पठाएका टिकट समेत फिर्ता लगेको र कयौं पटक टिपेक्स टाँसेर एउटाको ठाउँमा अर्को उम्मेदवारको नाम लेखेर चुनाव लड्न पठाएका उदाहरणहरू छन्। तर कपिलवस्तुमा क्षेत्रीय समितिहरू उदार बन्न नसक्दा कांग्रेसभित्रको विवाद झन अवश्य बढ्दै जाने देखिन्छ र यसले विवाद बढाएको छ। कपिलवस्तुको क्षेत्र नम्बर 3 मा एकल नाम सिफारिसपछि नेता अभिषेक प्रताप शाहले विद्रोह गरेका छन्। क्षेत्र नम्बर 3 ले प्रत्यक्षतर्फ वीरेन्द्र कुमार कनौडियाको नाम मात्र सिफारिस गरेको छ। यस्तै समानुपातिकतर्फ सिफारिसमा मधेसी कोटाबाट ब्रह्मानन्द उपाध्याय, मुस्लिम कोटाबाट अखिल मिया, जनजाति कोटाबाट तारा चौधरी, प्रतिनिधि सभा प्रत्यक्षतर्फ केवल एक व्यक्ति वीरेन्द्र कुमार कनौडियाको नाम मात्र सिफारिस गरेपछि त्यहाँ संगठनात्मक विद्रोह पैदा भएको छ। गत चुनावमा झिनो मतले पराजित नेता अभिषेक प्रताप शाहलाई यसपटक सिफारिस गरिएको छैन। शाहले यसलाई अलोकतान्त्रिक आन्तरिक छलफल बिना गरिएको उद्देश्यपूर्ण बहिष्कार र गुटगत निर्णय भन्दै आज नै जिल्ला कार्य समिति कपिलवस्तुमा ध्यानाकर्षण पत्र बुझाएका छन्। शाहका अनुसार विकल्पहरूमाथि छलफलै नगरिकन एकल नाम पठाइएको र योग्य प्रतिस्पर्धीलाई योजनाबद्ध रूपमा हटाइएको छ। यस्तै आज सार्वजनिक भएको क्षेत्र नम्बर 1 को निर्णय सार्वजनिक भएसँगै क्षेत्र नम्बर 1 मा पनि विवाद मच्चिएको छ। क्षेत्र नम्बर 1 मा बैठक नभई घर-घरमा माइनट घुमाएर मात्र नाम सिफारिस गरिएको भन्दै पार्टीका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य अत्तर कमालले कडा विरोध जनाएका छन्। क्षेत्र नम्बर 1 ले प्रत्यक्षतर्फ युवा नेताहरू आशिष शर्मा, शक्तिसिंह ठकुरी, ध्रुव नेपालको नाम सिफारिस गरेको छ, जहाँ अत्तर कमालको नाम सिफारिस गरिएको छैन। समानुपातिकतर्फ मुस्लिम ओजी अर्शद, खस आर्यतर्फ कमलेश कुमार शर्मा, होमलाल पौडेल, हरिराज घिमिरे, लोकराज गिरी, विमला गैरे, इन्द्रा भट्टराई, आदिवासी जनजातितर्फ ललित गुरुङ र गोविन्दी थारू, मधेसीतर्फ सुरेश शर्मा, चतुर्भुजी मणि त्रिपाठी र विशम्बर कुर्मी, यस्तै गरी थारू क्लस्टरमा पूर्णप्रसाद चौधरी, रामेश्वर थारू, तारावती थारू, यस्तै दलितमा लक्ष्मी नेपाली र राष्ट्रिय सभातर्फ पुरुष राजेश आचार्य, भोला थारू, सोह्र तेली, जयश्राम यादव, राष्ट्रिय सभा महिलातर्फ सुमित्रा शर्मा, राष्ट्रिय सभा अपाङ्गतर्फ कृष्ण प्रसाद नेउपानेलाई सिफारिस गरेको छ। पूर्व केन्द्रीय सदस्य अत्तर कमालले यस प्रक्रियालाई पार्टीको विधान विपरीत अलोकतान्त्रिक भनेका छन्। उनले क्षेत्रीय सभापति अब्दुल मन्नानमाथि कारबाहीको माग गरेका छन्। उनले आधिकारिक बैठक नै नगरी पार्टीको विधि विधान विपरीत घर-घरमा माइनेट घुमाएर मनलाग्दी ढङ्गले नाम सिफारिस गरेको आरोप लगाएका छन्। कमाल आफैको नाम समेत सिफारिस नपरेपछि उनले निर्णयलाई पूर्ण अवैध र पक्षपातपूर्ण भनेका छन्। कपिलवस्तुमा देखिएको विवादले फेरि एकपल्ट प्रमाणित गरिदिएको छ कि नेपाली कांग्रेसमा गुट, मनपरी राजनीति र आन्तरिक लोकतन्त्रको कमजोर अभ्यास कति गहिरोसम्म छ। यसै कारण आउने निर्वाचनमा कांग्रेसको के हुने हो? पार्टी कार्यकर्ताहरूले यसलाई कांग्रेसभित्रको गुट, मनपरी निर्णय र आन्तरिक लोकतन्त्रको कमजोर सङ्केतको रूपमा व्याख्या गरेका छन्। यदि यस्तै रह्यो भने पार्टीले आगामी निर्वाचनमा आफ्नै भित्रको असन्तुलनका कारण चुनौती सामना गर्नुपर्ने अवस्था छ।